हेलो वेलकम टु माई युट्युब च्यानल। हजुरहरू सबैलाई मेरो च्यानलमा स्वागत छ। म बच्चाको लागि लिटो बनाउनलाई सबै सामग्री रेडी बनाइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। मैले मकै लगिसकेको छु, चना अनि सबै मिक्स गरेको गेडागुडी सबै राखेको छु। भटमास, अलर, सिमी सबै गेडागुडीहरू मिक्स गरेर अनि अब यसलाई मैले फ्राइबिनमा एकछिन तताएँ। यत्तिको रातो रातो भइसकेको छ, राम्रोसँग भुट्नुपर्छ। अनि यत्तिको भइसकेपछि फेरि मैले भाँडामा खनाएँ। अब यति भइसकेपछि चामललाई पनि भुट्नुपर्छ। चामललाई पनि लगेको छु, मैले सबै रेडी बनाएको छु है। हेर्नुहोस्, चामल पनि मजाले भुट्नुहोस् एकछिन। अब यो रातो रातो नभुटेपछि बच्चालाई असर हुन्छ नि त, त्यही भएर राम्रोसँग भुट्नुपर्छ। यत्तिको भइसकेको छ चामल। अनि यसलाई भाँडामा खनाएर यत्तिको ल हेर्नुहोस्, चामल पनि राम्रोसँग फ्राई यो भुटिसकिएको छ। हेर्नुहोस्, अब मैले गहुँ अनि मास सबै यसलाई पनि भुट्ने। अनि यत्तिको भइसकेको छ। ल हेर्नुहोस्, गहुँ पनि अब फुटफुट पड्किन लागिसकेको छ, भइसकेको छ गहुँ पनि। अनि फेरि मैले यो मुनको दाल अनि यसलाई पनि एकछिन मजाले फ्राई गर्ने, अलिकति धेरै त होइन, अलिकति है। अनि यसलाई पनि फेरि अब निकाल्ने। ल हेर्नुहोस्, मुनको दाल पनि भइसकेको। अब मैले काजु किसमिस सबै मिक्स गरेर यसलाई पनि मैले एकछिन भुटेँ। यत्तिको भइसकेको छ, सबै सामग्री भुटिसकेको छ। अनि अब मिक्सरमा पिस्नलाई मैले यो चामल गहुँ सबै मिक्सरमा राखिसकेको छु है। मिक्सर बिग्रिन नि सक्छ, मिक्सर हेरेर गराउनु होला। नभए नजिकको मिलमा, मैले अलिकति भएर मात्र मिक्सरमा पिसेको हो है, नजिकको मिलमा गएर पिस्न सक्नुहुन्छ है। अब ल हेर्नुहोस्, यत्तिको पिठो भइसकेको छ सबै। अब यत्तिको मैले मिक्सरमा पिसेँ, गेडागुडीहरू सबै चामल गहुँ गेडागुडी काजु किसमिस सब मैले मिक्सरमा पिसेर मैले पिठो बनाएको हो। तपाईँहरू चाहिँ नजिकको मिलमा गएर पिस्न सक्नुहुन्छ, घरमै भएको जाँतोमा पनि पिस्न सक्नुहुन्छ, घट्टामा पनि पिस्न सक्नुहुन्छ। मिक्सर अब कमजोर मिक्सरहरू बिग्रिन सक्छ है। ल यति हेर्नुहोस्, पानी बुलबुल उम्लिसकेको छ। अब लिटो बनाऊँ त। अब यति लिटोलाई बुलबुल उम्लेको पानीमा माथिदेखि राख्ने। यत्तिको भएपछि एकछिन चलाउने, फिट्ने मजाले। यो डल्लाहरू फुटोस्, डल्लाहरू बाँकी नरहोस्, त्यही भएर मजाले फिट्नुहोस् बुलबुल उम्लेको पानीमा। यो अघिको लिटो बनाएको पिठोलाई माथिदेखि राखेँ। अनि मैले अलिकति भेली राखेँ है, थोरै मात्र। बच्चाहरूलाई धेरै गुलियो राख्नु हुँदैन नि त, त्यही भएर यत्तिको हेर्नुहोस् भेली राखेको छु मैले अलिकति सानो। अब यो सबै डल्लाहरू सबै फुटिसकेको छ। हेर्नुहोस्, यत्तिको भइसकेपछि अब बच्चाहरूलाई लिटो रेडी भइसकेको छ, बुलबुल पाक्यो। अब मैले यसको माथिदेखि हेर्नुहोस्, यत्तिको भइसकेको छ। अब मैले यहाँदेखि माथिदेखि अलिकति दुध राखिदिन्छु बच्चाको लागि। अब स्वाद आउँछ, दुध पनि राम्रो हुन्छ। पहिला तातो पानी बुलबुल उमालेर लिटो फिटेर अनि यत्तिको फेरि अब थोरै दुध राखेर यसलाई उमाल्न दिनुपर्छ। हेर्नुहोस्, हजुरहरूको बच्चालाई यसै गरेर बनाउनु होला, घरमै बनाउन सक्नुहुन्छ। बजारमा किन्नुभन्दा नि घरमै बनाउनु ताजा राम्रो। अनि थोरै आफूलाई जति चाहिन्छ टाइममा बनाउनुहोस्। यत्तिको हेर्नुहोस्, लिटो भइसकेको छ, रेडी भइसकेको छ। घरमा कति राम्रो आनन्द, मिठो पनि टेस्टी पनि, सबै गेडागुडी सबै मिक्स गरेर मैले आफैले घरमा पकाएको हो। तपाईँहरू पनि यस्तै गरेर भिडियो फलो गर्नुहोस्। अनि यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। यस्तै भिडियोहरू हेर्नको लागि। फेरि अर्को भिडियोमा भेटौँला है त। बाई बाई। कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला। ओके ल, हजुरहरू आफ्नो बच्चालाई पनि पकाएर खुवाउन सक्नुहुन्छ है। यस्तै पकाएर मलाई मेरो कमेन्ट गर्नुहोस् होला। हस् त, बाई।